of the goodness of God. Hello guys, welcome back to my channel. I hope you guys are doing well. So today is another day, and by the thumbnail you guys know that what is the video vanilla. So today हामी चाहिँ दुईजना छ, me and my BFF. हामी दुईजना चाहिँ एकदम आज डेट गएको थाहा छैन where we are going, but तपाईहरु यो भिडियोमा हेर्नुहोस् that हामी कहाँ जान्छ, हामी के गर्छु. So हाम्रो आजको ओटिडी चाहिँ यस्तो छ. As you can see me, मेरो हेयरबाट चाल पाइहाल्यो that म के लगाइरहेको छु भनेर. So देखिरहेको छ, please comment down below. Hairstyle by Nicki Minaj. Right छ. उसको ओटिडी यस्तो छ, देखियो होला. मेरो चाहिँ तपाईहरुले देखाउने छु म. हाय, यो मेरो ओटिडी हो. जुत्ता हेर्नुहोस् होला, जुत्ता हेर्नुहोस् होला. जुत्ता हेर्नुहोस् वर्किङ यो चाहिँ कसले लगाएको छैन नि बाइ द वे. टाढोमा जुम गरिरहेको छ तिम्रो. बाइ द वे यो चाहिँ कसले लगाएको छैन नि. For the first time मै ओपनिङ गर्न आँटेको होला सिलगढीमा. Oh my god, I'm too happy. तपाईले देख्छ न लाइक. हेयरस्टाइल देखाइदेऊ हेयरस्टाइल. Oh my god, हेयरस्टाइल हेर्नुस् होला. यो हेयरस्टाइल लागि मैले 1 घण्टा पर्खिनु परेको छ. हाय. हेर न उसको ब्याग भन्दा पनि वालेट ठुलो भइछ, कार राख्नु भइछ. त मैले उसलाई पैसा मात्रै बोका भनेको. You just carry cash, okay? यो चाहिँ हाम्रो इभिनिङको घाम हो. हामी यो घाम खान निस्केको है दुईजना. थाहा छैन हामी दुईजना कहाँ जान्छ, यति राम्री भएर सुन्दरी भएर चाहिँ हामी थाहा छैन कहाँ जान्छ. गाइज हामी यति सुन्दरी भइरहेको छ, थाहा छैन हामी कहाँ जान्छ. तपाईँलाई देखाउने छ. Stay tuned. मलाई स्कुल गएको जस्तै फिल हुँदैछ. स्कुल गएको जस्तै. यसलाई चाहिँ गाडा लागेको भन्दैन भन्छ चब्बी. चाहिँ हाम्रो अर्को थर्ड वान. यहाँ देखाइदेऊ हाम्रो यसमा युट्युबमा आउनुहुन्छ तपाईँ. अलिक राम्रै हो, कुच्चा देखाइदेऊ अघिको. ऊ त पुरै काम गर्दैछ, के गर्नु अब. हामी त्यसरी हिँड्छ. आज चाहिँ हामी यहाँनिर दार्जिलिङ मोडको अटो पर्खिरहेको छु. यहाँ वेट गरेको तर अहिलेसम्म आएको छैन. हामी चाहिँ अब डाइरेक्ट सालबारी जाने. सालबारीमा गएर चाहिँ उता त्यहाँ क्याफे छ, त्यो चाहिँ हामी एक्सप्लोर गर्ने आज दुईजना. लेट्स सी, तपाईँलाई भनिदिन्छु. ल अब हामी कहाँ आएको भन्थ्यौ त? उल्टा बाटोले हेर्दै मलाई थाहा छैन नि त. हेर्नु न आजकल नि यो के भन्छ चम्पासरीबाट नि दार्जिलिङ मोडको अटो पाउनु इट्स भेरी हार्ड रहेछ गाइस. सो तपाईँहरू डाइरेक्ट भएर आउनु होला चेकपोस्टबाट. ल अब हामी चाहिँ पुग्नु आँटेको छु सालबारी. हामी भित्र चाहिँ पैसाको छु. अन्त यो एरिया पनि एकदम राम्रो छ. तपाईँहरूलाई सिलगढीमा गरमहरू लाग्यो भने चाहिँ यो एरिया आउनु होला है. शीतल छ है. गोलमा साइड साह्रै गरम छ. अन्त हामी चाहिँ हल्का तातो खाना खाएको अरे नि त. यो एरियाभित्र जाँदो रहेछ होम क्याफे चाहिँ. अम्बो मलाई क्या याद आइदियो पहिला म स्कुल जाँदाखेरि यहाँनिर होला कतै जान्थ्यो. अनि मलाई त्यो होम क्याफे चाहिँ थाहा छैन हौ. मतलब म चाहिँ कहिले आएन नि त. म पहिला सिधा थिएँ नि त. 2 वर्ष स्कुल पढेर चाहिँ थाहा नहुने मान्छे यहीँ रहेछ त. भया लेफ्ट अब भित्र जानुपर्छ. गाइस अब तपाईँको इन्फ्लुएन्सर दिदीको ड्रेसअप हेर्नुहोस् पहिला. अनि अब यहाँ सेरी हेर्नुहोस्. तपाईँको दिदी इन्फ्लुएन्सर दिदी बहिनी हो के हो, ऊ चाहिँ कसरी हिँड्छ अब हेर्नुहोस् होला. यहाँ हेर्नु यता हेरिदिनुहोस् एकखेप. Our first order, there's a cappuccino and I don't know. Wait, you. What is the name? Blue Lover. Lagoon. Oh, There is the lava that So guys, actually हामी चाहिँ मिक्स सस पास्ता खाँदैछ. त्यसले हामी व्हाइट सस मात्रै भयो so that तपाईँहरूलाई पनि व्हाइट सस देखेर बोर भयो भनेर चाहिँ हामीले आज
for a change mixed sauce pasta भएको छ हेर्नुहोस् हामी अनि तपाईहरुलाई फिडब्याक दिन्छ कस्तो छ भनेर अन्त डु कम एन्ड ट्राई How is the taste? Nice. Guys, हामीले चाहिँ डल्लै सपाइरहेको छ हैन अन्त मलाई चाहिँ अगायो हो ढ्याम्मै भयो बुढी मेरो my tummy is like literally full. I don't know अब झोल मोमो कुन चाहिँ बुढीमा हाल्नु भनेर हैन तर पनि अब हेर्दै छु कति चाहिँ खान सक्छु म झोल मोमो तपाईहरुलाई देखाउने छु त्यसको लागि डोन्ट स्किप प्लिज गाइस अन्त उ चाहिँ आमासँग बोल्दैछ शी इज बिजी राइट नाउ औ साथी झोल मोमो कुन चाहिँ बुढीमा हाल्छौ झोल मोमो कुन चाहिँ बुढीमा हाल्ने मेरो ठाउँ छैन साँच्ची डम्मै भयो मलाई त साँच्ची हेर्नु गाइस माई टमी इज फुल आई क्यान सी कति एक्साइटेड छौ तिमी झोल मोमो खान यस्तो हुन्छ खाना छेउमा होइन चाहिँ यस्तो हुन्छ एक्सप्रेसन चाहिँ अब तिमी टेस्ट गरेर भन ल यसको रिभ्यू Guys, you don't believe us. We literally enjoy your food. It was so tasty. It was so yummy. अब हामी चाहिँ यति धेरै इन्जोय गरिरहेको थियौँ खानुमा अन्त आज चाहिँ मैले अलिकति कम्ती खाएँ किनभने म अलिकति खाइरहेको थिएँ अन्त मेरो साथीले पुरा खायो उसले धेरै इन्जोय गर्यो अन्त नेक्स्ट टाइम फेरि जाने अरे भन्दै थियो उसले त उसको एक्सप्रेसन उसले खाएको देखेर तपाईँले थाहा पाउनुभयो होला आज चाहिँ केटीले मैले भन्नु परेन अर्को वर्ड भन्छ त्यसमा कमेन्ट बक्समा भन्नुहोस् त्यसलाई के भन्छ भनेर हो त्यो गरेको छु मैले फिजिकली यति बिना खाएँ अहिले त खालि टेस्ट मात्रै गरेँ लिटरली मैले मोमो मैले बेसी खाएँ पास्ता पनि मैले बेसी खाएँ स्टिल वी आर प्लानिङ कि हामी हाम्रोमा डिबेट चल्दैछ कि लाफिङ खानु कि चिज केक खानु भनेर लेट्स सी तपाईँ के भन्नु चाहनुहुन्छ आजको भिडियोमा म अहिले बेसी खाएँ अब त उसले फोटोज पनि खिच्दैन होला अब हामी लाग्दैको खाएर बेसी खायो अब हामी लाग्दैको हामीले खास के खानाको जे खानाको त्यो चाहिँ खाएन हामीले यस त्यही हो लाइफमा यस्तै हुन्छ unplanned thing are the best planned Yes. things are successful so don't यस यस like life को फिलोसफीसँग हामीले रिलेट गर्दैछ यस तपाईहरु जे पनि हामीले चाहेको भएन भनेर हार नखानुहोस् किनभने जे हुन्छ जे भगवानले प्लान गरेको छ द्याट्स बेस्ट फर यु सो या त्यही हो अझै एउटा कुरा भन्नु आँटेको छु तर मान्छे अगाडि आएँ सेम हुँदैन एकछिन 1 मिनट 2 मिनट कि ब्रेक त्यो कुरा चाहिँ यो हो कि हामी लाफिङ खानु आएको थियो त त्योभन्दा पनि मिठो हामीले चिज केक पायो जुन चाहिँ हामीले सोचेको पनि थिएन जो हाम्रो फेभरेट हो त्यही मतलब भगवान्ले पनि तपाईँहरूले जे चाहनुहुन्छ त्यसको मिठो डबल मिठो गरेर तपाईँलाई फल पाउनुहुन्छ ट्रस्ट द प्रोसेस अन्त हार नखानुहोस् भन्दै हामी अब बाटोको तर्फ लाग्दछौँ अब हामी चाहिँ जानुपर्छ त्यहाँ मोड निस्किनुपर्छ त्यहाँबाट चाहिँ हामीले टोटो पक्रिन्छौँ त्यसको बादमा हामी घर जान्छौँ सो बाइ 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 थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड अफ माई भिडियो आई होप द्याट तपाईँहरूले इन्जोय गर्नुभयो यो भिडियो हेरेर यस till then bye bye stay tuned meet you in next video till then